नमस्कार साथीहरू। आज म तपाईहरुलाई बुकलेटहरुमा पेज नम्बर कसरी राख्ने भन्ने बारेमा जानकारी दिन गइरहेको छु। जस्तो हामीले सुरुमा आई 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 आईबी राख्नु पर्यो र पछि 1 2 3 4 5 6 राख्नु पर्यो, अथवा 1 लाई हटाएर 2 3 4 5 6 7 यसरी राख्नु पर्यो भने त्यस्तो अवस्थामा पेज नम्बर हामीले कसरी राख्ने भन्ने बारेमा जानकारी दिन गइरहेको छु। त्यसको लागि म ढिला नगरिकन भिडियोतर्फ नै लाग्छु। सबैभन्दा पहिले मैले यहाँ एउटा वर्ड फाइल क्रिएट गरेको छु। त्यसको नाम छ पेज नम्बर भनेर राखेको छु। यसलाई मैले खोल्छु। खोलिसकेपछि यसमा मेरो अहिलेसम्म केही पनि छैन, सबै खाली नै छ। मैले यसमा तपाईहरुलाई जस्ट देखाउन मात्र खोजिरहेको छु। त्यसको लागि सबैभन्दा पहिले अब मैले यहाँ पेज नम्बर राख्छु। जस्तो सुरुमा मलाई आई 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 राख्नुपर्ने हुन्छ। त्यसको लागि मैले इन्सर्टमा गएँ। इन्सर्टमा गइसकेपछि यहाँ पेज नम्बर भन्ने छ। पेज नम्बरमा मैले पेज फर्मेटमा गएर पहिला मैले यसलाई 1 2 3 छ, यसलाई मैले 1 आई 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 मा परिणत गर्छु र मैले यसमा क्लिक गर्छु र मैले अब पेज नम्बर टप 2 मा राख्छु। सरी, टप 2 मा राखेर मैले बीचमा राख्छु, सेन्टरमा। यसलाई पनि अलि देखाउनलाई सजिलो हुन्छ, त्यसको लागि मैले ठुलो बनाइदिन्छु। यो गरिसकेपछि अब मैले यहाँ इन्टर 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 हाल्छु। गर्दाखेरि मैले यसरी आई 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 र आईबी राखेँ। अब मलाई चाहियो योभन्दा पछाडि, अब योभन्दा पछाडिको मलाई चाहियो 1 2 3 4 चाहियो। त्यसको लागि अब मैले यहाँ क्लिक गर्छु। छैन, पहिला यहाँ क्लिक गरिसकेपछि जस्तो सरी आईबी सम्म भयो र मैले अब यसमा मैले यहाँ लेआउटमा गएर यसलाई एकचोटि पेज ब्रेक गर्छु। यो गरिसकेपछि अब मैले यहाँ एक क्लिक गर्छु, लिंक टु प्रिभ्यूज गर्छु। त्यसपछि म यसलाई हटाइदिन्छु। यो हटाइसकेपछि हाम्रो यहाँ आईबी सम्म बस्यो। योभन्दा तलको हाम्रो पेज नम्बर सबै हटिसकेको छ। यसरी पेज नम्बर हटिसकेपछि अब मैले यहाँ अर्को पेज नम्बर राख्नुपर्ने हुन्छ 1 2 3 4 5 6 7 8 यसरी। त्यसको लागि अब फेरि मैले यहाँ पेज नम्बर राख्छु। त्यसको लागि मैले यहाँ क्लिक गरेँ र फेरि म पेज नम्बरमा गएर फर्मेट पेज नम्बरमा गएर यसलाई मैले 1 2 3 4 5 गर्छु। त्यसपछि स्टार्ट एटमा 1 गर्छु र ओके गर्छु। यो गरिसकेपछि अब फेरि मैले यहाँ पेज नम्बर हाल्नुपर्ने हुन्छ। त्यसको लागि फेरि पेज नम्बरमा गएँ, टप टु पेज नम्बर र मैले फेरि यहाँ 1 हालेँ। यसरी 1 हालिसकेपछि यहाँसम्म हाम्रो आईबी सम्म भयो र यहाँ हाम्रो 1 भयो। अब यसलाई पनि तपाईहरुलाई मैले देखाउन सजिलो होस् भन्नको लागि अलिकति ठुलो बनाइदिन्छु। उता 48 छ, यसलाई पनि मैले 48 बनाइदिन्छु र 48 बनाइसकेपछि अब फेरि हाम्रो यहाँ 1 पेज नम्बर बसिसकेको छ। अवश्य यसलाई मैले 2 3 4 5 यसरी 2 3 4 5 6 7 गर्दै जाँदाखेरि रेगुलरी नै जान्छ। अब मैले यसमा 1 मा क्लिक गर्छु र फेरि मैले यसलाई पेज ब्रेक गर्नुपर्ने हुन्छ। त्यसको लागि अब फेरि मैले यहाँ लेआउटमा गएँ। लेआउटमा गएर ब्रेक छ, ब्रेकमा गएर मैले नेक्स्ट गरिदिन्छु। नेक्स्ट गरिसकेपछि अब मैले यसलाई यहाँ लिंक टु प्रिभ्यूज गर्छु। यसमा गएर मैले अब यसलाई मैले हटाइदिन्छु। 1 2 3 4 भयो। अब यसमा फेरि यसलाई फेरि मिलाउनु पर्ने हुन्छ। त्यही भएर मैले फेरि पेज नम्बरमा गएर फर्मेट पेज नम्बरमा गएर स्टार्ट एट 2 गरिदिन्छु। 2 गरिसकेपछि अब हाम्रो 2 3 4 5 6 7 8 गरेर पेज नम्बर बसिसकेको छ। 7 8 9 10 11 12 13 14 15 16 17 यसरी बसिसकेको छ।